नमो धर्माय नमो सङ्घाय 25औं साथीऔं बुद्ध जयन्तीको उपलक्ष्यमा प्राणीहरूप्रति सबैलाई हार्दिक शुभकामना, शान्तिमय मङ्गलमय रहोस् भन्ने केही कुरा भन्दैछु। शान्ति भन्ने कुरा केले भनिन्छ भन्दाखेरि जसलाई सन्तोष हुन्छ त्यो मान्छेलाई शान्ति हुन्छ भनिन्छ। सन्तोष हुनुको लागि शिक्षा कहाँ छ भन्दाखेरि बुद्धले बताउनु भएको छ कि संसारमा फैलाउनेको लागि र सबैले सुख दिलाउनुको लागि बुद्ध जन्मेको भनिन्छ। आफ्नो लागि होइन कि निस्वार्थ भावना राखी, उदार मन राखी, एकदम दया माया करुणा राखी उहाँ चाहिँ बुद्ध जन्मनु भएको भन्ने हामी मानिन्छ। जन्मनु साथै कमलको फुलमा हिँडिरहेको र कमलको फुल कस्तो हो भने फोहोरले नढाकेको, हामी मान्छे पनि कुनै नेगेटिभले नढाकेको हुनुपर्छ भन्ने एक्जाम्पल। जस्तै हाम्रो जीवन पनि उज्यालो हुनुपर्छ, घाम लागेको जस्तै, त्यस्तै होस् भन्ने एउटा घाम जस्तै हुनुहोस् भनेर जीवनको सफल हुनुको लागि घाम जस्तो रहोस् भन्ने उदाहरण। जस्तै अँध्यारोमा आवश्यकता के छ भनेको प्रकाशको आवश्यकता हुन्छ। त्यस्तै हामी अज्ञानको मान्छेहरूलाई के आवश्यकता छ भने शिक्षाको अभावले हामी उज्यालो हुन सक्दैन, सफल हुन सक्दैन। उज्यालो हुनुको लागि र सफल हुनुको लागि के चाहिन्छ? शिक्षा। शिक्षा भने धर्म, धर्म भने शान्तिको धर्म, शान्तिको धर्म भने सबैलाई उदार हुने, सुख हुने, शान्ति हुने। यो जन्म मात्र होइन कि जन्म जन्मसम्म आफैले बुझ्ने, अर्काको भरोसामा नबस्ने, आफैलाई बुझेर आफैलाई अनुभव हुने। जस्तै आफै भोक लाग्छ भने आफैलाई खाएर आफैलाई थाहा हुन्छ, आफैले मैला छ भने आफैले जिउ धोएर आफैको शरीर सफा पार्ने। जस्तै आफ्नो दुःख आफैले निवारण गर्न सक्ने क्षमता केमा छ भन्दा बुद्धको शिक्षामा छ। त्यही जस्तै हामीले बढाउनुको लागि तिथि भन्दाखेरि पार्वती तिथ्या भन्दाखेरि 1 2 3 4 5 जस्तै बढेर जाने, पूर्णिमामा जस्तै बढेर जान्छ, त्यो जस्तै हाम्रो सफल पनि जीवन सफल पनि त्यस्तै भएर जाओस् भनेर हामी बुद्ध जयन्ती मनाउँछौँ। उज्यालो घाम जस्तो जगाओस् भनेर, उज्यालोपन होस् भनेर हामी चाहिँ बुद्ध जयन्ती मनाउँछौँ। कमलको फुल जस्तै हाम्रो मनमा फुलिरहोस् भन्ने हामी बुद्ध जयन्ती मनाउँछौँ। त्यसको शिक्षा केमा छ भने शील समाधि प्रज्ञा भन्ने कुरा शिक्षामा छ। जो मान्छेले शील पालना गर्छ त्यो मान्छेलाई जहिले पनि सुख शान्ति हुन्छ भन्ने कुरा हुन्छ। जो मान्छेले हत्या गर्दैन, जो मान्छेले चोरी गर्दैन, जो मान्छेले काम मिथ्याचार गर्दैन, जो मान्छेले मद्यपान गर्दैन, जो मान्छेले नराम्रो चिज गर्दैन, त्यही नै शील भनेछ। त्यसले गर्दा जो मान्छेलाई शील पालना गर्दैन त्यो मान्छेले दुःख त्यसै आउँछ भन्ने प्राकृतिक स्वभाव हो। यो बुद्धले भनेर मात्र मान्ने होइन कि प्राकृतिक धर्मलाई के भनिन्छ, वैज्ञानिक धर्मलाई के भनिन्छ भने बुद्धले भनेका शिक्षा र धर्म भनिन्छ भने हामीले पालना गर्नुपर्ने वैज्ञानिक ढङ्गले र वैज्ञानिक नियमले पालना गरेर सुख आफैलाई अनुभव गर्न सकेमा बुद्ध जयन्ती मनाएको मानिन्छ। जस्तै बुद्ध भनेको कुरा व्यक्तिको होइन कि आफ्नो मन स्वभावले बुझेर गर्नेलाई बुद्ध शिक्षा भनिन्छ। जस्तै समाधि भन्दाखेरि अर्कालाई हानि नगर्ने र सेवा धर्म हो। तर धर्म भनिन्छ तर आफ्नो सेवा नभनिकन अरूलाई भलो गर्ने, कल्याण गर्ने, रक्षा गर्ने, सहयोग पुर्याउने नै हाम्रो मूल आधार हो। सेवा गर्न नसके तापनि हानि चाहिँ नपुर्याउने झन् ठुलो धर्म मानिन्छ। त्यस कारणले गर्दा बुद्ध जयन्तीमा यो शिक्षा चाहिँ पालना गरेर
बुद्ध जयन्ती मनाउन सकेमा सधैँ यो देशमा या हाम्रो परिवारमा समाजमा सधैँ शान्तिबाट हामी जीवन बिताउन सक्छौँ। Apamado amata padang, pamado macuno padang, apamata namiyenti, yepamata yathamata. अप्रमादी हुनु अमृत पद लाभ गर्नु हो, प्रमादी हुनु बेहोसी हुनु हो। अप्रमादीहरू बेहोसी भएर मृत्यु हुँदैन, प्रमादीहरू बेहोसी भएर मृत्यु हुन्छ। अप्रमादी भएर बस्यो भने हरेक कुरामा हामीलाई सहयोग हुन्छ। हामीले सामान लिए पनि सामान पनि कहाँ राखेको हो, के गरेको हो सबै थाहा भइरहन्छ। कुरा गरेको पनि कुरा गर्दा पनि कहाँ के कुरा गरेर आयो यो सबै हामीले थाहा हुन्छ। भगवान बुद्धले अप्रमादीलाई एकै शब्दमा ज्ञान दिनुभएको छ, उपदेश दिनुभएको छ। भगवान बुद्ध परिनिर्वाण हुन लागेको बेलामा अन्तिम वचन पनि अप्रमादी हुनुपर्छ भनेर उपदेश दिनुभयो। श्रीवत्स महाविहारबाट 2023 सालमा 2048 सालमा र 2073 सालमा गरी 3 पल्ट पालो लिइसकेको र 2 पल्टसम्म हात्तीमा राखेर यसरी नै नगर परिक्रमा गराएका थियौँ। यसपालि चाहिँ हामीले चाहिँ अन्दाजी गरेको 200-300 विभिन्न टोलबाट चाहिँ सहभागी हुने चाहिँ जानकारी पाएका छौँ। तर त्योभन्दा नि बढी अपेक्षा गरेको भन्दा पनि बढी सहभागिता भएको हामीले पाएका छौँ। सर्वप्रथम 2560औं बुद्ध जयन्तीको शुभ अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। हामी बुद्ध जयन्ती हामी मनाउँदैछौँ। बुद्ध जयन्ती मनाउनुको मुख्य कारण नै भगवान बुद्धको 2560औं वर्ष अगाडि भगवान बुद्ध महापरिनिर्वाण हुनुभयो। महापरिनिर्वाण भएको दिनदेखि नै यो बुद्ध जयन्तीको सुरु भएको हो। भगवान बुद्ध जन्म भएको दिन पनि यही वैशाख पूर्णिमा अर्थात् स्वाया पुनी भनिन्छ। यी वैशाख पूर्णिमा हो। भगवान बुद्धले बोधि ज्ञान प्राप्त गर्नुभएको दिन पनि यही वैशाख पूर्णिमा हो। त्यसै गरी भगवान बुद्ध महापरिनिर्वाण भएको दिन पनि यही वैशाख पूर्णिमा हो। नेपाल भाषाबाट हामी यसलाई स्वाया पुनी भनिन्छ। स्वाया पुनी भन्नुको तात्पर्य के हो भन्दाखेरि नेपाल भाषामा स्वा भनेको फुल हो, पुनी भनेको पूर्णिमाको दिन हो। वैशाख पूर्णिमाको दिन भगवान बुद्ध महापरिनिर्वाण भएको दिन, उक्त दिनमा तत्कालीन समयमा सम्पूर्ण प्रजा नागरिक वर्गहरू भगवान बुद्धको निर्माण भएको सुनेर सम्पूर्ण प्रजाले जुन फुलको वर्षा गरियो, फुलको वर्षाको कारणले
हामी स्वाय पुनि भनिन्छ। भगवान् बुद्धले दिनुभएको ज्ञान, बुद्धको ज्ञान प्राणी मात्रको कल्याण भन्ने हामीले उद्गारका साथ यो श्री वत्स महाविहार श्री बहालको आयोजनामा 2560औं बुद्ध जयन्ती मूल समारोह समिति गठन गरिकन हामी भव्य रूपमा यो साप्ताहिक कार्यक्रम हामीले मनायौँ। भगवान् बुद्धको उपदेश अनुसार प्राणी मात्रको कल्याण गर्ने यो उपदेश भएको कारणले भगवान् बुद्धले हामी दुःखबाट मुक्त हुनुको लागि, हामी अज्ञानबाट मुक्त हुनुको लागि हामीले भगवान् बुद्धले दिनुभएको शिक्षालाई अध्ययन गरिकन हामीले आफ्नो आचरण व्यवहारलाई सुधार गर्दै जानुपर्छ। भगवान् बुद्धले दिनुभएको शिक्षा शील समाधि प्रज्ञालाई हामीले गहन रूपमा बुझिकन हामी भगवान् बुद्धले दिनुभएको पञ्चशीललाई अङ्गाली पञ्चशील अनुसार हामी आफ्नो जीवनयापन गर्न सक्यो भने हामी अवश्य पनि बाहिरी दुःख र आफ्नो भित्री दुःखबाट हामी मुक्त हुन सक्छौँ। त्यसै गरी हामी आर्य अष्टाङ्गिक मार्गमा लागिकन हामी दुःखबाट मुक्त हुन सक्छौँ। हामीले बुझ्नु सक्नुपर्छ हामी अनित्य अनात्मा दुःख यी कुरालाई पनि हामीले बुझ्न सक्नुपर्छ। भगवान् बुद्धले दिनुभएको अनित्य यो संसारमा जति पनि वस्तु छन् र जति पनि प्राणीहरू छन् यी सबै एक दिन नष्ट भएर जान्छ। त्यो भएको कारणले यो जति पनि बलियो सामान हो भने तापनि एक दिन त्यसको अवधि सकिन्छ, नष्ट हुन्छ। त्यो भएको कारणले हामीमा लोभ गर्नु हुँदैन, त्याग गर्नुपर्छ। अनित्यको यो संसार भएको कारणले हामीले कुनै पनि वस्तुलाई लोभ गर्यो भने त्यो लोभले लाभ हुन्छ, लाभले विलाप हुन्छ। त्यो भएको कारणले हामीले अनित्यलाई बुझ्नुपर्छ। अनात्मा भन्नाले हामीले यी कुराहरू यो संसारमा जति पनि यो वस्तुहरू अनित्य भएको कारणले नै यो भएको हो र दुःखबाट मुक्त पाउनको लागि हामीले चार आर्य सत्यलाई हामीले बुझ्न सक्नुपर्छ। हामीमा यो दुःख छ, दुःखबाट मुक्त पाउनको लागि दुःखको कारण छ र दुःख हामी समाधान गर्ने उपाय छ र दुःखबाट निराकरण हुने दुःखको उपाय हामी यो चार आर्य सत्यलाई पनि हामीले बुझ्नुपर्छ। भगवान् बुद्धले दिनुभएको यो चार आर्य सत्यलाई हामीले बुझेर आफ्नो जीवन व्यवहारमा सुधार गर्न सक्यो भने अवश्य पनि सुखमय जीवन र शान्तमय जीवन, समृद्धमय जीवन हामी यापन गर्न सक्छौँ।